हामी चाहिँ अहिले झारकोटतिर छौँ। आज चाहिँ हाम्रो सेकेन्ड डेको दिनमा चाहिँ हाम्रो झारकोट अनि गुम्बा लेक, कागबेनी, तातोपानीमा चाहिँ हाम्रो आजको बसाइ हुन्छ। त्यो देखिरहेछ है, हाम्रो भवाल देखिरहेछ। यो मोनेस्ट्री चाहिँ यस्तो छ, टक्क लाएर उहाँ चाहिँ मोनेस्ट्रीबाट निस्किनु भयो है। ल यहाँ चाहिँ यस्तो कति दिन अगाडिको आइस पनि यहाँ बसिरहेको रहेछ अझै पनि। ल हामी चाहिँ झारकोट गाउँ घुम्दैछौँ सरर लाएर। हेर्नुहोस् सोल्टी कस्तो भइरहेछ? गुड, राम्रो भइरहेछ। ल मलाई पनि राम्रो भइरहेछ, मलाई त त्यसै राम्रो भइहाल्यो है। टक्क चट्ट लाएर अनि यहाँ आउँदा चाहिँ मलाई हेऱ्यो यस्तो दामी लाग्छ कि टक्क यस्तोमा है, यस्तो ढुङ्गा यस्तो बलियो हुँदो रहेछ काठहरू। यति यहाँ पनि